सम्पूर्ण भक्त सज्जनहरूमा राधे राधे। आज हरिशयनी एकादशी, विशेष गरी तुलसी रोपण गर्ने दिन। आजैबाट चातुर्मास व्रत प्रारम्भ गर्ने दिन पनि हो। हरिशयनी एकादशी भगवान सुत्ने दिन होइन, मानव जाग्ने दिन हो। अषाढ शुक्ल पक्षको एकादशीलाई हरिशयनी एकादशी भन्छौँ अथवा देवशयनी वा पद्मा एकादशी पनि भन्छौँ। आजैबाट भगवान श्रीहरि क्षीरसागरमा योग निद्रामा प्रवेश गर्नुहुन्छ। पौराणिक मान्यताहरू छन् र आजैबाट चातुर्मास व्रत प्रारम्भ हुन्छ। तर यसको गहिरो अर्थ के हो भने परमात्मा कहिल्यै निदाउनुहुन्न। भगवान विष्णुको योग निद्रा हामीलाई एउटा दिव्य सन्देश प्रदान गर्नका लागि हो। अब बाहिरी संसारको दौडबाट केही क्षण विश्राम लिएर आफ्नो अन्तरात्मालाई जागृत गर। जसरी प्रकृतिले वर्षायाममा नयाँ जीवनको तयारी गर्छ, त्यसरी नै मानवले पनि यो समयमा आफ्नो शरीर, मन र विचारलाई शुद्ध बनाउने सङ्कल्प लिनुपर्छ भन्ने हो। आउनुहोस् हरिशयनी एकादशीको सुन्दर व्रतकथालाई आत्मसात गरौँ। प्रसङ्ग छ राजा मान्धाताको। राजा मान्धाता अत्यन्तै धर्मात्मा हुनुहुन्थ्यो, प्रजाप्रेमी राजा हुनुहुन्थ्यो। उहाँको राज्यमा धर्म, शान्ति र समृद्धि थियो। मानवहरू सबै सुखी थिए, समयमै वर्षा हुन्थ्यो र अन्न प्रशस्त फल्थ्यो। तर एउटा समय यस्तो आयो सज्जन, दुर्भाग्यवश राज्यमा लगातार 3 वर्षसम्म वर्षा भएन। खेतहरू सुक्खामा परिणत भए, अन्न उत्पादन घट्यो अनि प्रजाहरूमा अति धेरै दुःख र कष्ट हुन थाले। आफ्ना प्रजाहरूको पीडा देखेर राजा मान्धाताको मन व्याकुल भयो। उहाँले विचार गर्नुभयो, राजाको सुख त प्रजाको सुखमा छ। यदि मेरो राज्य दुखी छ भने मेरो जीवनको के अर्थ र? समाधान खोज्दै राजा वनतर्फ जानुभयो। त्यहाँ अङ्गिरा ऋषिलाई भेट्नुभयो र राजाले विनम्रतापूर्वक आफ्नो दुःखहरू राख्नुभयो। महर्षिले ध्यान गरेर भन्नुभयो, राजन, धर्म र साधनाको शक्ति अत्यन्तै ठुलो हुन्छ। आउँदै गरेको अषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीको विधिपूर्वक व्रत र भगवान विष्णुको आराधना गर। तिम्रा सबै सङ्कटहरू हटेर जानेछन् भनेर सम्झाउनु भयो। राजा फर्किएर सम्पूर्ण प्रजाहरूसहित श्रद्धापूर्वक हरिशयनी एकादशीको उपवास बस्नुभयो। भगवान विष्णुको पूजन गर्नुभयो, तुलसी अर्पण गर्नुभयो, हरिनाम स्मरण गरेर संयमको जीवन अपनाउनुभयो। भक्तिको प्रभावले केही समयपछि आकाशमा बादल देखिए, वर्षा हुन थाल्यो, सुक्खा भूमि फेरि हराभरा भए अनि राज्यमा पुनः सुख शान्ति फर्किएर आयो। सज्जन, यो कथाको आध्यात्मिक रहस्य बुझौँ। यो केवल कथा वर्षा प्राप्तिको मात्रै होइन। राजा मान्धाता हाम्रो मनभित्रको विवेक हुन्। सुक्खा परेको राज्य हाम्रो अशान्त मन हो। अङ्गिरा ऋषिको ज्ञान हाम्रो आत्मिक मार्गदर्शन हो अनि वर्षा भनेको हाम्रो जीवनमा आउने शान्ति, आनन्द र दिव्य चेतना हो। जब मानव धर्म, संयम र भक्तिको मार्गमा फर्किन्छ तब जीवनमा पुनः आनन्दको वर्षा हुन्छ। व्रतको वास्तविक अर्थ भगवानको समीपमा रहनु भन्ने नै हो। आज अन्न सँगसँगै हामीले खराब विचारलाई त्याग्न सकौँ, क्रोधलाई नियन्त्रण गर्न सकौँ, वाणीलाई शुद्ध बनाउन सकौँ, भगवानको स्मरण गर्न सकौँ। यही नै वास्तविक व्रत हुनेछ। जिब्रोमाथि विजय नै इन्द्रिय विजयको पहिलो चरण हो। सज्जन, चातुर्मास व्रत भनेको केवल 4 महिना होइन, यो आत्मशुद्धिको यात्रा हो। यी दिनहरूमा हामीले भोगलाई कम गर्ने, योगलाई बढी गर्ने, अहङ्कारलाई कम गर्दै संस्कारलाई वृद्धि गर्ने, बाहिरी दौडहरूलाई कम गर्दै आत्मचिन्तनलाई वृद्धि गर्ने, यही हो चातुर्मासको वास्तविक साधना। हरिशयनी एकादशीले हामीलाई सम्झाउँछ भगवान विष्णु क्षीर सागरमा विश्राम गर्नुहुन्छ भन्ने कथा वास्तवमा हाम्रो चञ्चल मनलाई विश्राम दिन र सुप्त चेतनालाई जगाउन आएको दिव्य सन्देश हो। व्रतले शरीरलाई हल्का बनाउँछ, भक्तिले मनलाई पवित्र बनाउँछ अनि आत्मचिन्तनले जीवनलाई दिव्य बनाउँछ। एकादशी केवल अन्न त्याग होइन, आफ्ना विकार त्याग्ने अवसर हो। आफू
भित्र भएको प्रकाश खोज्ने पवित्र यात्रा हो अनि भगवानको शरणमा गएर आत्मिक आनन्द लिने परम पवित्र दिवस पनि हो। यहाँहरू सम्पूर्णमा आजको दिन सुन्दर रहोस्, सुखद रहोस्, भगवान विष्णुको कृपा सदा सर्वदा परिवर्षित भइरहोस्। यही भावका साथमा सम्पूर्णमा ओम